सिम्पल ब्लग कसरी बनाउने त फुल भिडियो हेर्नु होला र यो च्यानललाई लाइक कमेन्ट गरी सब्स्क्राइब गर्नु होला। सो गाइस वेलकम ब्याक टु माई अनदर ब्लग र आज चाहिँ तपाईहरुलाई म मेरो घरको छत माथिबाट भ्यू देखाउँछु। फुल ब्लग हेर्नु होला र यो च्यानललाई सबैले लाइक कमेन्ट गरी सब्स्क्राइब गर्नु होला। अहिले चाहिँ म छत माथि आइसके गाइस। आजभोलि चाहिँ असार लाग्दैछ र खेतहरू चाहिँ सबै जोत्न थाल्दैछन् र हाम्रो पनि जोत्दै हुनुहुन्छ। अहिले चाहिँ म माथि आएको छु, तपाईहरुलाई केही क्लिप देखाउँछु जोतेको र यस्तै भिडियोहरू। सो गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो चाहिँ हाम्रो घर अगाडिको खेत हो, जोत्दैछन् र तपाईहरुलाई मेरो पछाडिको खेत पनि देखाइदिन्छु जो चाहिँ जोतिसकेको छ अलरेडी, देख्न सक्नुहुन्छ। अहिले चाहिँ असार महिना हो, त्यही भएर दमादम काम सुरु हो। अहिले चाहिँ म तल उत्रिन्छु। अब चाहिँ म तपाईलाई मेरो कोठा देखाउँछु जहाँ म बस्छु होइन सुत्छु। सो दिस इज माई रुम, देख्न सक्नुहुन्छ। यो चाहिँ मैले काठमाडौँबाट लिएर पोस्टर टाँसेको छु, केही स्टिकरहरू मलाई चाहिँ एकदम मन परेर। र अहिले चाहिँ मेरो फेरि खुट्रोकमा पैसा जन्मिँदैछ र यो चाहिँ मेरो फोटो र यिनीहरू। यो चाहिँ मेरो रुम जहाँ चाहिँ यहाँ चाहिँ म सुत्छु, देख्न सक्नुहुन्छ र यस्तै छ। गाइस तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ मेरो पसल, जो हाम्रो घरमा चाहिँ सानो पसल छ तर बिक्री चाहिँ हुन्छ, यस्तै छ। र यो चाहिँ बरेन्डा देख्न सक्नुहुन्छ। आजभोलि चाहिँ मेरो एससी सकेर पास भएर म चाहिँ छुट्टीमा बसेको। अब असार 1 गतेबाट स्कुल लाग्नेछ, कलेज। र अनि त्यसपछि चाहिँ मेरो ब्लग एक दुई दिन गर्दै बिसाएर आउनेछ, तर चिन्ता नगर्नु, मेरो डेली ब्लग आउनेछ र सबले यो च्यानललाई सब्स्क्राइब गर्नु होला। पानी चाहिँ स्वास्थ्यको लागि राम्रो भन्छ र त्यही भएर म चाहिँ दिनमा 2-3 लिटर खाने गरेको छु, देख्न सक्नुहुन्छ। अघि नै मैले चाहिँ 2 लिटर खाइसकेको छु र फेरि खानेछु, यसले गर्दा 3 लिटर हुन्छ। र गाइस तपाईहरु पनि पानी खाने गर्नु, पानी स्वास्थ्यको लागि राम्रो हुन्छ, देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ जम्मा तल 5 कोठा हो र माथि 2वटा कोठा छन्, जम्मा 7वटा कोठा छन्। पानी योसँग 3 लिटर हुन्छ।